सो अहिले बजेट पनि आयो हाम्रो न्यू गभर्मेन्टको होइन एन्ड यु आर द भिपी अफ न्यास आइटी विच इज अ एसोसिएसन अफ टेक्नोलोजी कम्पनीज इन नेपाल होइन आइटी कम्पनीज इन नेपाल हु आर इन प्रडक्ट एज वेल एज इन सर्भिसेस होइन सो आई मिन त्यहाँ एउटा नम्बर पनि छ त है हामीले $22 बिलियन एउटा नम्बर आइरहेको हुन्छ होइन अनि इन 10 इयर्स जतिमा चाहिँ हामीले एउटा $3 ट्रिलियन पनि सुन्छौँ होला भन्ने टाइपको पनि कति कति सुनिन्छ त यी कुराहरू अथवा यो कति गुणाले बढ्छ होला भन्ने कुरा पनि हो अहिले सचिन ट्याक्स ब्रेक्स पनि हालिएको छ होइन भन्नाले दिस इज द फर्स्ट टाइम इन द हिस्ट्री जुन आइटी कम्पनीजलाई चाहिँ यो खालको ट्याक्स ब्रेक दिइएको छ होइन वाट इज योर टेक इन द्याट बोथ इन अ पोजिटिभ एन्ड नेगेटिभ वे है भन्नाले डेभिल एडभोकेसी पनि चाहियो त्यहाँ होइन भन्नाले इज इट रियली अचिभेबल नम्बर्स एन्ड वाट इज द रियली अचिभेबल नम्बर भन्ने कुरा एउटा क्वेसन मैले तपाईँलाई राख्न खोजेँ है म त्यसमा आई हेभ सम भ्यू होइन लुइटे भन्दा नि मेरो भ्यू चाहिँ दिन सकेँ है भाइ मैले सुरुमा सर्वप्रथम त यो नम्बरमा चाहिँ आइट मेक अ करेक्सन है भाइले अहिले भन्नुभयो $3 ट्रिलियन चाहिँ त्यहाँ कतै पनि छैन होइन त्यसमा यो चाहिँ फेरि पूर्ववर्ती अथवा भनौँ न अलि अगाडिकै कुरा हो यो आइटी डिकेड 2024 to 2033 भनेर त्यति बेलाको सरकारले बजेट भाषण मार्फत ल्याएको चिज थियो र त्यो सँगै जोडिएर आएको चिज हो यो $30 बिलियन को कुरा गरिन्थ्यो $22 बिलियन त्यो भनेको 30 खर्ब नेपाली रुपियाँ त्यति बेलाको एक्सचेन्ज रेटमा आजको एक्सचेन्ज रेट भयो भने 3 ट्रिलियन मैले रुपिज होइन 30 खर्ब नेपाली रुपियाँ त्यति बेलाको एक्सचेन्ज रेटमा $22 बिलियन आज एक्सचेन्ज रेट पनि अलिकति बढेको हिसाबले अलिकति त भइसक्यो होला होइन कम $20 बिलियन छेउछाउ हुन्छ होला होइन किन भन्दा त्यो 30 खर्बको बनेको भएर होइन राज्यले भन्दा 30 खर्बको टार्गेट तर 30 खर्बको भनेको चाहिँ 10 वर्षको क्युमुलेटिभ एक्सपोर्ट भनेर चाहिँ भने हो एक वर्षमा $22 बिलियन एक्सपोर्ट भने होइन 10 वर्षमा क्युमुलेटिभ एक्सपोर्ट चाहिँ आइटी इन्डस्ट्रीबाट $22 बिलियन त्यो चिज अब अहिले भनौँ न अब हामीसँग त्यस्तो एकदम आधिकारिक तथ्याङ्क त छैन तर 2 वर्ष अगाडि आइआइडिएसले गरेको एउटा रिसर्च अनुसार चाहिँ $515 मिलियन 67 अर्बको एक्सपोर्ट भन्ने थियो त्यस पछाडि 2 वर्षको इन्क्रिमेन्टहरू विभिन्न सोर्सहरूलाई मैले रिफर गर्ने हो भने चाहिँ सालाखाला 1 खर्ब बराबरको भन्ने चाहिँ छ 1 खर्ब क्युमुलेटिभ होला कि एक वर्षको होइन वर्षको त्यो अघिको $22 बिलियन होइन और 30 ट्रिलियन रुपिज भनौँ न त्यसलाई 30 खर्ब नेपाली रुपियाँ पुर्याउनको लागि $22 बिलियन 10 वर्षमा पुर्याउनको लागि चाहिँ अहिलेकै हिसाबले इन्क्रिमेन्टल जाने हो भने चाहिँ 10औं वर्षमा $6 बिलियन छेउछाउ भयो भने चाहिँ पुग्दो रहेछ भन्ने चाहिँ हाम्रो प्रोजेक्सन छ किन भन्दा आज 1 बिलियन छ भने त आजकै भोलि त हुँदैन तर 1, 1.5, 2, 2.5, 4 गर्दै जाँदाखेरि चाहिँ त्यो क्युमुलेटिभ चाहिँ 10औं वर्षमा पुग्दा $6 बिलियन भयो भने चाहिँ हुनसक्छ भन्ने तर कसरी हो अब होइन त्यो चाहिँ टार्गेट भयो होइन त्यति बेला राज्यले राखेको टार्गेट आइटी डिकेड भनेर राखेको टार्गेट भयो अब अहिले बजेट भाषणमा आउँदै गर्दा अथवा अहिलेको सरकारले ठ्याक्क त्यसबारेमा ठ्याक्क त्यो छैन हो होइन ठ्याक्क बोलेको त छैन तर सालाखाला राज्यले आजको मितिमा पनि सोध्यो भने राख्ने टार्गेट भनेको त्यही छेउछाउमा होला होइन त्यो चिज पोसिबल चाहिँ छ मलाई व्यक्तिगत रूपमा त्यो चिज पोसिबल छ जस्तो चाहिँ लाग्छ होइन किन भन्दा जुन स्टेजमा हाम्रो इन्डस्ट्री छ र राज्यको अथवा राज्य पनि नभनौँ होइन दोषे लगाए जस्तो मात्र हुन्छ ऐन अथवा व्यवस्थाहरूले सपोर्ट गर्नुपर्ने हो नि त उद्योगहरूलाई ऐन अथवा व्यवस्थाहरूले त्यति धेरै सपोर्ट नगरिकन पनि अर्ग्यानिकल्ली ग्रो भएको एउटा इन्डस्ट्रीले आजको मितिमा लगभग $1 बिलियन को छेउछाउ दिएको छ र त्यो ग्रोथ रेट राम्रै देखिया छ ग्रेजुएटहरू पनि राम्रै हिसाबले आइरहेछन् एक्सपोर्ट भएको सर्भिसेस र प्रडक्टहरूकै क्वालिटी पनि इन्टरनेसनल्ली नै पनि राम्रै नै भनिराख्या छ स्पेसल्ली हामीले दिएको सर्भिस डेलिभरीमा पनि अझ स्पेसल चाहिँ हाम्रो रिकग्निसन छ त्यो चिज हुँदै गर्दाखेरि चाहिँ त्यहाँनिर त्यो ग्रोथ पोटेन्सियल चाहिँ छ त्यही टार्गेट लिँदै गर्दाखेरिको एउटा मेजर चिज भनेको
एउटा मेजर यसमा हामीले गर्नुपर्ने चिज भनेको त्यति बेला 5 लाख प्रत्यक्ष रोजगारी आइटीमा भन्ने थियो होइन। 3 वर्ष अगाडिको तथ्याङ्क अनुसार चाहिँ प्रत्यक्ष रोजगारी चाहिँ लगभग 1 लाख छेउछाउ छ भन्ने छ। त्यस पछाडि प्रत्यक्ष आइटी डोमेनकै ग्रेजुएट पनि 25-30 हजारको हाराहारीमा छ भन्ने छ। आइटी बाहेक नन आइटी सेक्टरबाट ग्रेजुएट भएर पनि आइटी इन्डस्ट्रीमा आउने पनि सिग्निफिकेन्टै नम्बर छ भनेपछि वार्षिक रूपमा एक लेभलमा 35-40-50 हजारको 35-40 हजार जतिको चाहिँ मान्छेहरू चाहिँ होलान् होइन। र त्यो चिजलाई चाहिँ क्युमुलेटिभ रूपमा चाहिँ 10 वर्षमा हामीले 5 लाख पुर्याउनु पर्ने छ। अनि यसमा चाहिँ अब सङ्ख्यात्मक रूपमा पनि अहिले भएकै मोमेन्टममा अलिकति धकेलियो भने चाहिँ जान सकिन्छ कि भने जस्तो चाहिँ लाग्छ होइन। एउटा करेक्सन दाइ, त्यो जुन नम्बर्स ग्रेजुएट आइरहेछ नि आइटी, त्यो लगभग लास्ट 2 इयर्सकै डेटा पनि हेर्ने हो भने त्यो ग्रेजुएट भएका मान्छेहरू पनि त लगभग 50% अफ देम भनौँ न बाहिरै गइरहेछ। नेपालमा त छैन नि त, बाहिर पनि गइरहेछन्। अनि त्यहाँनिर ग्याप त्यही मैले अघि त्यसलाई अलिकति पुस गरियो भनेको जस्तो अहिले 40-50 हजार त्यसरी चाहिँ प्रत्यक्ष आउन सक्ने पोसिबिलिटी छ यदि भन्ने हो भने होइन। र फेरि हाम्रोमा इन्डस्ट्री पनि त्यो कन्ज्युम गर्नलाई पनि रेडी चाहिँ हुनु पर्यो है। आजको डेटमा बाहिरै नजाने हो भने कन्ज्युम्सन गर्नको लागि हामी रेडी छौँ कि छैनौँ भन्ने चिज द्याट्स एनदर थिङ होला होइन। तर काउन्टको हिसाबले यदि हामीले बिजनेसलाई त्यो लेभलमा ग्रो गर्न सक्यौँ भने चाहिँ म्यान पावर हामीले भित्रबाट कभर गर्न सक्ने पोसिबिलिटी चाहिँ हुन्छ जस्तो चाहिँ मलाई व्यक्तिगत रूपमा लाग्छ होइन। त्यो सँगसँगै अर्को एउटा भनेको यो मिन एक्सपर्टिज लेभललाई पुस गर्नको लागि हामीले के गर्न सक्छौँ त भन्ने खाले कुराहरू पनि भयो होइन। त्यसमा पनि अब इन्डस्ट्री र एकाडेमिया पनि हामी अब मिलेर चाहिँ कतिपय ठाउँमा काम गरिरहेछौँ। जस्तो अघि मैले सुरुमा भने जस्तो गार्ड 6मै पनि हामी सेक्युरिटी डोमेनमा काम गरेको भएर सेक्युरिटीको फिल्डको एक्सपर्टिजलाई चाहिँ ऱ्याप गरेर सर्टेन कोर्स क्रेडिट कोर्सै बनाएर हामीले स्टुडेन्टलाई अफर गरिरहेछौँ नि त। यो भनेको त एक हिसाबले इन्डस्ट्रीको एक्सपर्टिजलाई स्टुडेन्टलाई चाहिँ अर्लियन दिन खोजे हो नि त हामीले। त्यस्तै अहिले NSIT-बाट पनि अब हामीले IIDS भनेर यो इन्डस्ट्री इन्टिग्रेटेड डिग्री भनेर चाहिँ एउटा लन्च गर्दैछौँ होइन। यो चाहिँ नेपाल ओपन युनिभर्सिटीसँगको पार्टनरसिपमा हाम्रो SDC र स्विस कन्ट्याक्टसँगको कोल्याबोरेसनमा चाहिँ हामीले एउटा चाहिँ न्यू वे अफ लर्निङ आइटी एजुकेसन इन नेपाल भनेर चाहिँ NSIT-ले चाहिँ लिड गर्दैछ होइन। यो चिजमा चाहिँ हामी स्टुडेन्टहरूलाई सर्टेन भर्टिकल्सको एक्सपर्टिजमा चाहिँ इनरोल गर्छौँ अनि त्यही भर्टिकलमा काम गर्ने कम्पनीसँग चाहिँ सुरुवातबाट नै एसोसिएट गराएर उनीहरू युनिभर्सिटीमा पढ्दै गर्दा इन्डस्ट्रीसँग पनि क्लोजली बसेर काम गर्ने हिसाबले चाहिँ त्यसरी चाहिँ गरिरहेछौँ। टु जेनेरेट द मोर वर्कफोर्स हैन, टु जेनेरेट एन वर्कफोर्स द्याट इज मोर अवेर अफ द डाइनामिक्स अफ द इन्डस्ट्री और इन्डस्ट्रीमा भइरहेको चिजसँग चाहिँ सुरुबाट नै अभ्यस्त भएर ताकि उनीहरू ग्रेजुएट भएर निस्किँदै गर्दाखेरि चाहिँ इन्डस्ट्रीलाई सर्भ गर्न चाहिँ रेडी हुन्। अझ यो मोडालिटीमा जाँदै गर्दाखेरि चाहिँ मेबी दे विल बी रेडी टु सर्भ द इन्डस्ट्री मच बिफोर ग्रेजुएसन भन्ने चाहिँ छ। र यो चाहिँ आई स्ट्रङली बिलिभ कि दिस विल बी अ पाइलट थिङ। यो NSIT-ले नेपाल ओपन युनिभर्सिटीसँग कोल्याबोरेट गरेर चाहिँ गर्यो, तर आई थिङ्क दिस विल बी द न्यू डिरेक्सन अफ आइटी एजुकेसन बिकज हाम्रो इन्डस्ट्री यति डाइनामिकली चेन्जिङ छ, यति भास्ट छ, यति छ कि स्टुडेन्टहरू ग्रेजुएट भएर अनि इन्डस्ट्रीमा आउनुभन्दा ग्रेजुएट हुँदै गर्दा पनि इन्डस्ट्रीको म कुन डोमेनमा म आफ्नो एक्सपर्टिज बिल्ड गर्छु भन्ने चिज आइडेन्टिफाइड भयो भने त्यो डोमेनमा काम गरिरहेको इन्डस्ट्रीसँग सँगसँगै पढ्न सक्ने, लर्न गर्न सक्ने र अनि ग्रेजुएट हुँदै गर्दाखेरि चाहिँ मोर रेडी स्किल भएर आउन सक्ने त्यो खाले चाहिँ छ होइन। अनि यो त दिस इज जस्ट अ पाइलट एन्ड आई थिङ्क दिस काइन्ड अफ थिङ्स विल कम अप इन अदर एरियाज अल्सो। अहिले हामीले नै देख्दै गर्दा पनि धेरै युनिभर्सिटी र इन्डस्ट्रीहरूको चाहिँ कोल्याबोरेसन छ होइन। धेरै फर्ममा चाहिँ इन्डस्ट्री कम्पनीजहरू अथवा एकाडेमिक इन्स्टिट्युटहरू आफ्नो तरिकाले चाहिँ कोल्याबोरेट गरिरहेको छ र त्यसले नै पनि मेन एक्सपर्टिज लेभललाई चाहिँ इलिभेट गर्नलाई चाहिँ म्यासिभली नै हेल्प गर्छ होइन। अनि त्यो भएर त्यसमा एउटा त्यो नम्बरको कुरा भयो होइन, 5 लाख नम्बर त्यति बेला पुग्नु पर्यो भन्ने चिज 1 लाख अलरेडी नै छ। 10 वर्षमा 4 लाख बढ्नुपर्ने हो। अहिलेकै हिसाबमा हेर्ने हो भने नि 35-40 हजारको चाहिँ एनुअल ग्रेजुएट छ। आदि बाहिर गयो भने पनि फेरि त्यो रेट अफ इन्क्रिज पनि बढ्दो छ। अनि अरू एडिसनल यस्तो खाले चिजहरूबाट र फेरि त्यो इन्डस्ट्रीको साइज त्यति पुग्दै गर्दा त प्योरली टेक्नोलोजीको मात्र हुँदैन नि त। आइटी इन्डस्ट्री भने पनि दे विल बी निड अफ अ लट अफ
नन कम्प्युटर साइन्स पोजिसन्स अर एभिन्युज देयर होइन, त्यो चिज हुँदै गर्दाखेरि त्यो पोसिबल छ जस्तो चाहिँ लाग्छ। तर अब यसमा मेजर एउटा चिज भनेको स्ट्रङ सपोर्ट चाहिँ इन टर्म्स अफ नेपालको मार्केटलाई ग्लोबलमा एक्सप्यान्ड गर्नको लागि होइन, त्यो चाहिँ कम्पनीजहरूले के गर्न सक्छन् र राज्यले यदि भनौँ न अस्ति नीति तथा कार्यक्रम अथवा हाम्रो राष्ट्रिय प्रतिबद्धता पत्र 100 बुँदे त्यसमा हेर्दै गर्दा चाहिँ आइटीलाई राष्ट्रिय रणनैतिक उद्योग भनेर राज्यले घोषणा गरेको छ भने त्यसको अर्थ के हो र यदि विदेशमा पनि त्यो चिजलाई चाहिँ लैजान अथवा बजारीकरण गर्नलाई पनि राज्यले सहयोग गर्ने हो भने चाहिँ त्यो चिजले चाहिँ अझै सहज बनाउँछ जस्तो लाग्छ। अब बजेटमै पनि छन त छ त्यहाँनिर सर्टेन ठाउँबाट आएको पैसा चाहिँ नेपाललाई टेक हबका रूपमा विस्तार गर्नलाई चाहिँ लगानी गरिने छ भन्ने छ। तर अब त्यो लगानीमा कस्ता कार्यक्रम आउँछन्, ती कार्यक्रम कति इम्प्याक्टफुल हुन्छन् र त्यो कार्यक्रमहरूले चाहिँ आफ्नो इम्प्याक्ट कहिलेसम्म देखाउँछन् भन्ने चिजले चाहिँ मेजर चाहिँ माने राख्ला, अर्थ राख्ला। यो नम्बरमा नभएको अर्को एउटा फिगर चाहिँ डोमेस्टिक मार्केटको कम्पोजिसन चाहिँ यसमा छैन कि। जति बेला यो 22 बिलियन डलर एक्सपोर्टको प्रोडक्ट अथवा सर्भिस एक्सपोर्टको मात्रै कुरा हो होइन, त्यही अनुपातमै डोमेस्टिक मार्केट पनि बढ्छ भन्ने छ। अझ अहिलेको गभर्मेन्टले जुन लेभल अफ फोकस डिजिटल सर्भिस डेलिभरीमा राखेको छ त्यसले त प्रत्यक्ष परोक्ष जसरी पनि आइटी इन्डस्ट्रीमा त केही न केही इम्प्याक्ट त यहाँ हुन्छ नि त होइन। त्यो चिज हुँदै गर्दा यहाँको इन्टरनल मार्केटै पनि ग्रो हुने अपर्च्युनिटी चाहिँ हुन्छ जस्तो चाहिँ लाग्छ होइन। सो इन जनरल चाहिँ यो भाइको प्रश्नमा चाहिँ म भाइले राखेको भन्दा अझ धेरै नै उत्साहित तरिकाले चाहिँ मैले उत्तर गरेँ होइन। सो मैले आजको दिनमा मैले देख्ने भनेको चाहिँ यो सम्भावना चाहिँ म देख्छु, क्वाइट अप्टिमिस्टिक हैन त। यो सम्भावना छ म देख्छु, तर एट द सेम टाइम मलाई डर भनेको यो सम्भावना यति प्रचुर सम्भावना हुँदै गर्दा पनि हामीले चाहिँ क्यास गर्न सक्दैनौँ कि भन्ने चिज, त्यो शङ्का पनि कहीँ न कहीँ त छ। किन होला त्यसको रियालिटी त्यो यो अघि भनेकै चिजलाई हामीले त्यो एक्सपोर्ट गर्नको लागि त हामीलाई मार्केट चाहियो नि त होइन। मार्केटलाई त 2 वर्ष अगाडिसम्म त आइटी कम्पनी मार्केट गर्न जाँदाखेरि नि म त घुम्न जाने हो, ल $2500 देऊ नि त भनेर ब्याङ्कसँग मागेर अनि उता गएर कम्पनीको लागि खर्च गर्नुपर्ने सिचुएसन थियो नि त। अहिले केही न केही सुविधाहरू त आएका छन्, तर अरू धेरै चिज राज्यले गर्नुपर्ने चिज गरिदिन सक्ने चिज भने अझ मैले गर्नुपर्ने भन्दा नि होइन, राज्यले अब चाह्यो भने गरिदिने चिज भयो होइन। यो इन्डस्ट्रीले चाहिँ त्यो पोटेन्सियल राख्छ। मैले सर्टेन ठाउँमा सहजीकरण गरिदिएँ भने अथवा मैले अहिले यो ग्रोइङ इन्डस्ट्री भएको हिसाबले यसलाई अलिकति उदार भएर अथवा अलिकति सहज बनाइदिएँ भने अल्टिमेटली यसले ल्याउने रेभेन्यूले चाहिँ मेरै इन्डस्ट्री ग्रो गर्छ नि त भन्ने धारणा राखेर राज्यले सपोर्ट गरिदियो भने चाहिँ हुने चिजहरू चाहिँ धेरै छन् जस्तो लाग्छ। अब त्यो सपोर्ट कुन लेभलमा आउँछ, कसरी आउँछ, त्यो चिज अहिलेसम्म आएका चिजहरू हेर्दै गर्दा आशावादी हुने ठाउँ चाहिँ छ। तर फेरि अब हाम्रो भनौँ न त अब भाइहरू हामी चाहिँ अब ऐतिहासिक रूपमै हेर्ने हो भने नि धेरैचोटि पटक आशा राख्दै अनि फेरि त्यो कुराकानी धेरै भयो होइन, आशा अनुसार चाहिँ आशा निराशामा बदलिएर फेरि अर्को एउटा घुमाउरो बाटोमा टर्न मारेपछि फेरि उत्साहित हुने मान्छे हो नि त होइन। त्यो सकिन्छ भन्ने चिज चाहिँ आई एग्री विथ योर पोइन्ट्स त। अनि म पनि त्यसमा चाहिँ अलिकति आशावादी नै छु होइन, अनि होपफुल छु कि यो गभर्मेन्टले त्यसमा चाहिँ केही न केही काम गरिरहेछ। तर मेरो बुझाइ अलिकति एउटा चाहिँ के छ भने चाहिँ हरेक कुरा गभर्मेन्टले मात्रै गरिदिने होइन। गभर्मेन्टले गर्नुपर्ने कुराहरू चाहिँ नीति लगभग ल्याइसकेका छन्, अब त्यो कुरालाई इम्प्लिमेन्ट गर्न डेफिनेटली बाँकी छ। तर त्यो गर्दै जाँदाखेरि एन्ड अफ द डे प्लेयर्स त यही नै आइटी कम्पनीजहरू भयो, अनि त्यसमा चाहिँ यही सर्भिस गर्ने कम्पनीहरूको त अब ल बाहिरको कम्पनीको एकअर्काको सर्भिसिङ भइरहेछ। तर मेजर स्केलेबिलिटी उतिखेर आउँछ जतिखेर चाहिँ नेपालमै बनिराखेको प्रडक्ट अथवा कुनै पनि प्रडक्ट होइन त्यो ग्लोबलाइज हुन्छ होइन। त्यो कुरामा चाहिँ तपाईँको के टेक छ त भन्नाले नेपालका प्रडक्टहरू अथवा जुन प्रडक्टहरू अहिले बनिरहेछ चलिरहेछ होइन डोमेस्टिक मार्केटमै, तिनीहरूलाई नै बाहिर लैजाने क्यापेसिटी र यदि नेपालमा अलरेडी बाहिर गइरहेछ भनेपछि त्यसलाई स्केल गर्ने क्यापेसिटी कतिको छ त भन्नाले आर वी रेडी टु आवर प्रडक्ट्स आर रेडी टु कम्पिट विथ द इन्टरनेसनल
players which are already existing there, and if not then how? हामीले यो कसरी गर्न सकिएला त? हाम्रो भ्युअर्सलाई त्यो पनि अलिकति तपाईँको एक्सपिरियन्सबाट जाओस् न त। होइन, इन्टरनेसनलमा लैजाने कुरा गर्नुभयो होइन। हजुर। सो त्यो चिज भन्दै गर्दाखेरि चाहिँ सी इन सफ्टवेयर प्रडक्ट होइन, you need to identify what problem you are trying to solve for which customer, who are your ideal customer, what your ideal customer profile looks like. तीनटा कुरा दाइ, प्रब्लम स्टेटमेन्ट क्लियर हुनु पर्यो, सल्युसन स्टेटमेन्ट एकदम क्लियर हुनु पर्यो, त्यसपछि चाहिँ आफ्नो जुन कस्टमर्स छ त्यसको पर्सोना चाहिँ हामीलाई ठ्याक्कै थाहा हुनु पर्यो। हो, मैले के गर्दैछु, कसको लागि सल्भ गर्ने हो र अनि त्यो कम्पिटिसनमा चाहिँ मैले कसरी गर्ने भन्ने it's a unique case for each of that के। I don't think there is a formula होइन, मलाई मात्र थाहा नभए नि हुनसक्छ होइन, तर मेरो विचारमा चाहिँ I don't think there is a standard equation or a standard formula that says कि ग्लोबली प्रडक्ट लैजाने हो भने चाहिँ यसरी लैजानुपर्छ भन्ने छ जस्तो चाहिँ लाग्दैन। इट विल बी अ केस बाई केस बेसिस। एउटा के चिज चाहिँ म भन्न सक्छु भन्दा विदेशी बजारमै भएका प्रोडक्ट र सर्भिसेसहरूसँग कम्पिट गर्न सक्ने लेभलका प्रोडक्ट र सर्भिसेस चाहिँ छन् हामीसँग, तर फेरि विदेशी बजारमा पनि कसलाई कम्पिट गर्ने भन्ने त्यो अघि त्यही कस्टमर प्रोफाइलको कुरा हो नि त होइन। सो त्यो चाहिँ फेरि हाम्रै अब कति भइरहेका दृष्टान्तहरूबाट पनि हेर्न सकिन्छ नि त होइन। देयर आर products and services that are serving global markets, so that's a possibility, तर unique that should be taken or handled uniquely in each of the cases.